Hello everyone, welcome back to my YouTube channel. आज चाहिँ म यो जेट प्लान्टको विषयमा यो सानो पत्ता भएको यो जेट प्लान्ट हो। यो प्लान्टको विषयमा सानो भिडियो लिएर आएको छु। आजको भिडियो चाहिँ एकदमै हामी प्लान्ट लभर्सको लागि चाहिँ इन्फर्मेटिभ हुनेवाला छ। कृपया स्किप नगरिकन हेरिदिनु होला। म सबै यसको विषयमा मैले जानेको कुरा शेयर गर्दै छु। जस्तै यसको कुन चाहिँ सिजनमा यसको यो टुप्पा कटिङ गरेर सार्दाखेरि चाहिँ मजाले सर्ने अनि धेरै फैलाउन सकिने, एउटा सानै बोटबाट यसरी कसरी धेरै फैलाउन सकिने, कटिङ कसरी राख्ने, कुन सिजनमा राख्ने र यसको बादमा के गर्नुपर्ने, यो विषयमा सबै म बताउने छु। कृपया भिडियो अन्तसम्म हेरिदिनु होला। फर्स्ट अफ अल हेर्नुस् है, यो जेट प्लान्ट चाहिँ सानो खालको जेट प्लान्ट हो, पत्तै सानो छ। यो प्लान्टको विषयमा मैले कति कुराहरू त सुनेको छु। धन आकर्षित गर्ने प्लान्ट पनि मानिने गर्दो रहेछ। प्लस यो अलिक प्लान्टमा क्लासी प्लान्टको लेभलमा आउँछ। यो क्लासी प्लान्ट नै मानिन्छ यसलाई। प्राय धेरैजना प्लान्ट लभर्सले मन पराउनुहुन्छ यो प्लान्ट। मैले चाहिँ यो किनेर ल्याएको मार्केटमा। मैले यहाँ गान्तोकको लाल बजारबाट मैले यो 200 मा ल्याएको। बोट एकदमै सानो छ, यति सानो छ। यो चाहिँ मैले लास्ट इयरै ल्याएको, 200 मा ल्याएको। हेर्नुस् यस्तो छ। यो पालि चाहिँ अलिक यसको थुप्रो ब्रान्चेसहरू लाग्दैछ, किनकि मैले यसको कटिङ गरिदिएको छु। कटिङ गरेर चाहिँ त्यही भएर एक्स्ट्रा नयाँ ग्रोथ भइरहेको छ। हेर्नु सक्नुहुन्छ, नयाँ थुप्रो यहाँ यसको यसरी नयाँ थुप्रो आउँदैछ। नयाँ न्यू ग्रोथ भइरहेको छ साथीहरू। कति सुन्दर ब्युटी देखिरहेछ, ब्युटी। यो चाहिँ हामीले चाहिँ समर सिजनमा काट्नुपर्ने हुन्छ, विशेष गरी अहिले कि मार्च अप्रिल महिनामा। मैले अप्रिल महिनामै कटिङ गरिदिएको छु यसको। कटिङ गरेर हेर्नुहोस् है, कटिङ चाहिँ कस्तो प्रकारले गर्नुपर्छ भने यो टुप्पा चाहिँ यो मैले कटरले, यस्तो कटरले चाहिँ काटेर यता लगाएको छु। अप्रिल महिनामै लगाएको, यही महिना समर सिजनमा। अरू सिजनमा चाहिँ मलाई याद भएन, मलाई चाहिँ समर सिजनमै ठिक लाग्यो। यो चाहिँ सायद यो विन्टरमा पनि आउनु सक्छ, किनकि यो एकदमै यो हार्डी प्लान्ट हो। यसले पानी एब्जर्ब गरेर राखेको हुन्छ यसको पत्तामा। यसको कटिङ गर्दाखेरि चाहिँ यो टुप्पा कटिङ गर्नुपर्छ। टुप्पा कटिङ गरेर यसरी माटो, जङ्गली मल, माटो मिलाएर अगाडि मैले पानीहरू लगाएर सबै रेडी राखेको थिएँ। टक्कै टुप्पा निकाल्यो, यसरी लगाइदियो। यहाँ हेर्नुहोस् है, यसरी लगाइदिएको छ हो। अब यसको जरा पलाउँछ, हतपत चलाउनु भएन यसलाई, घरिघरि हल्लिनु दिनु भएन, हावाहरू लाग्ने जग्गामा पनि राख्नु भएन। यो चाहिँ मैले अहिले घाम पनि लागेको छैन, हावा पनि चलेको छैन र मैले माथि राखिदिएको छु। नभए चाहिँ यसरी मुनि राख्ने गरेको छु मैले। कतिवटा प्लान्ट चाहिँ यसरी भुइँमै राखिदिन्छु। अब यो कहिलेतिर यसको जरा आउँछ, जरा आउने बेलामा हामी हेरेरै चाल पाउँछौँ। यसको नयाँ टिपहरू पलाएर आउँछ, टुप्पामा नयाँ पलाएर आउँछ। कम्तीको पनि यो 15-22 दिनसम्म चाहिँ हामीले यसलाई चलाउनु चाहिँ भएन। त्यहाँदेखि उता चाहिँ हामीले गमला लिएर माटो यो जङ्गली मल, ढुङ्गाहरू केहरू हुन्छ मिक्समास गरेर मुनिबाट ढुङ्गा राखेर त्यसलाई वाटरको ड्रेनेज सिस्टम, त्यो ड्रेनेज होल हुन्छ, त्यसलाई मिलाएर चाहिँ यसलाई रोपिदिनु पर्छ। यो तपाईँले तपाईँको इच्छा अनुसार अब कस्तो मनपर्छ, एउटा गमलामा 2टा रोप्नु भयो भने चाहिँ अझै राम्रो हुन्छ। जस्तै यहाँ हेर्नुहोस्, एउटा गमलामा 2टा हाँगा, तलैबाट जराइदेखि 2टा छ। मैले किनेर ल्याउँदै यस्तै थियो। यो यस्तो हुँदा चाहिँ एकदमै राम्रो देख्दो रहेछ, ब्युटी। प्लान्टमा पनि प्लान्ट लभर्सलाई त्यसै ब्युटी देखिहाल्दो रहेछ। सुन्दर, ब्युटिफुल भन्नु मन लाग्दो रहेछ हजुर। हेर्नुहोस् है, यति बेसी फैलिएर आएको छ। यो चाहिँ ठुलो खालको जेट प्लान्ट हो। मैले कटिङ गरेर यहाँ सारिरहेको छु। यसलाई पनि बादमा त्यसरी नै गमला लिएर सार्नेछु। यसलाई त गाईको मल भन्दा पनि जङ्गली मलै राम्रो, हेल्दी भएर आउँछ। जङ्गली मल र माटोमा हल्का बलुवा मिक्स गरेर समर सिजनमै सार्नुहोस् यसको कटिङ चाहिँ।
टुप्पा कट गरेर बेला बेला चेक पनि गर्नुपर्छ। यो जेट प्लान्टमा एउटा किरा लाग्छ, त्यो किरा चाहिँ यही यो हाँगा कलरको हुन्छ एउटा, यही हाँगा कलरको जस्तो यसको हाँगा चाहिँ यही कलरको किरा पनि लाग्छ। बेला बेला किरा पनि निकालिदिनुपर्छ, चेक गर्नुपर्छ। यसको घुमाइ पल्टाइ हेर्नुपर्छ। लुकी सबै पत्ता टुप्पा खाएर जम्मै बिगारिदिन्छ प्लान्टलाई। हामी हतपत देख्दैन त्यसलाई। यो जेट प्लान्टमा किरा कसरी लाग्दैछ भनेर चाहिँ कसरी चाल पाउनुपर्छ भने यसको टुप्पातिर कालो भएर आउँछ, त्यति बेला याद पाइहालिन्छ यसमा किरा लाग्दै रहेछ भनेर। मैले अस्ति एउटा किरा थियो, त्यसलाई मैले निकालिदिएको छु। दबाईहरू केही लगाएको छुइनँ, हातैले निकालिदिएको छु। यसरी हेर्नुहोस् साथीहरू, कति मजाले हेल्दी भएर आउँछ। तपाईँहरूलाई पनि यो जेट प्लान्ट मनपर्छ भने तपाईँहरू यसरी सार्नुहोस्। एउटै बोटबाट धेरै यसरी फैलाउनुहोस्। त्यहाँदेखि आफ्नो इच्छा अनुसारले गमलामा सारेर आफ्नो इच्छा अनुसारको डिजाइन सेप पनि दिनु सक्नुहुन्छ। काटेर यसरी कटरले मिलाएर मजाले यसरी मिलाएर म पनि अब यो ठुल्ठुलो भएपछि म त्यसरी नै कटिङ गरेर यसलाई मजाले गमलामा सजाउने प्लान गरेको छु। हजुरहरूले यो पनि सोच्नु हुँदै होला कि यति बेसी चाहिँ यो के, यति बेसी अरू चाहिँ यो के होला भनेर सोच्नु हुँदै होला। मैले चाहिँ यो जस्ट एउटा यसको दल कटिङ सार्नुको लागि मात्रै एउटा मैले बनाएको। यसमा थुप्रो किसिमको छ। यो के प्लान्ट छ भने यो च्याप्टो यो यिनीहरू देख्ने चाहिँ क्रिसमस क्याक्टस हो। मैले यसलाई यसको पिन्च गरेर निकालेर यसको एक एकवटा टुक्रा गरेर चाहिँ यसमा गाडिराखेको छु। यो सरोस् भनेर। यो सरिसकेपछि यसलाई पनि म पटमै लाउने छु। ह्याङ्गिङ पटमा लाउने इच्छा छ मलाई। यसको ह्याङ्गिङ पटमा एकदमै राम्रो देखिन्छ। यो चाहिँ यो क्रिसमस क्याक्टस हो, यो जेट प्लान्टको कटिङ हो। यो सबै मैले यहाँनिर सार्नुको लागि राखेको। यो हेर्नुहोस् न, मैले यो पुरानो यो पानीको बाल्टीको बिर्को हुन्छ, यो फ्याँक्ने खालको त एकदम पुरानो थियो। त्यही भएर मैले यसलाई नफ्याँकेर युजमा ल्याएको। यसैमा मैले कटिङ सारेको छु। हेर्नुहोस् त साथीहरू, यो ठुलो खालको जेट प्लान्ट पनि यसैमा मैले 7वटा यहाँ गाडिराखेको छु। यसलाई पनि त्यसरी नै म पटमा सार्छु बादमा। अहिले यो कति पनि भएको छैन, मैले यहाँ लगाएको। अब 22 दिनतिर यसलाई म सार्नेवाला छु। हेर्नुहोस् त, यति एउटा सानो प्लान्टबाट कति चाहिँ हामी पाउनु सक्दो रहेछौँ। त्यो पनि यस्तो पुरानो मैले एउटा यो फ्याँक्ने खालको एउटा प्लास्टिकको यो बिर्को थियो, त्यसमा सारेको छु। कति हेल्दी भएर आउँदैछ साथीहरू। आजको भिडियो कस्तो लाग्यो होला हजुरहरूलाई? अलिकति पनि हजुरहरूलाई मन पर्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर अनि सब्सक्राइब गर्नु नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ।